हेलो नमस्ते झोरले साथीहरु फेरि पनि म आइसके अर्को नयाँ ब्लग लिएर अनि हजुरहरु सबैसँग सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशा गर्दछु। हामी पनि सबैजना सन्चै आरामै छौं। अनि आज फेरि हामी त्यो हिजो पेट्रोलिङ गरेर बीचमा स्थगित गरेर राखेका छौं। अब आज फेरि त्यहीबाट सुरु गर्छौं। हजुरहरुलाई देखाउने छु। यतै गर्नुलाई है त गएकोटी चोबाट हामी मासतिर लाग्यौं। ढिलो गर्छ फोन गरिआएको छु। दिएको के अब बस दिएको चौरा साथीहरु हामी किन दिन पर्यो गिफ्ट बक्स राखेन हामीले सरकारलाई दिएको नि सरकारले दिएको जंगलतिर अब ल आएम है साथीहरु आएम हामी हाम्रो ठाउँमा आएम। अब यहाँबाट गाडी जान्छ त जानु हेर्नु अलिकता आसम भए पनि जान्छ। हाम्रो टार्गेटमा अब सुरु हुन्छ हाम्रो पैदल यात्रा। ओ यो लाइन हेर्दै जाने हामी साथीहरु कस्तो राम्रो ठाउँ छ कि अब राख्ने त्यो ठुलो बोतल धेरै हुन्छ क्या त्यो सानो राख्नु यो सानो यो सानो राखौँ न त। मैले पञ्चायतले सामान दिएछु यो पानी खाने हामीले अब यो जंगल हिँड्दै जाने हो साथीहरु। अब कस्तो छ जंगलको यात्रा हेर्दै गर्नु होला। ल हिँडेम साथीहरु हामी त दुईटा समाएर ल्याइदिनु है। लट्ठी टेकेर हिँड्नुपर्छ अब। छ्याम अगाडि के छ हान्ने छ कि 2-3 टावरसम्म त त्यस्तो गाह्रो छैन। अलि उता खोला पारीलाई चाहिँ हामी फर्किनै पर्छ जस्तो लाग्छ मलाई। छैन फर्किन पर्दैन। खोला त्यस्तो ठुलो छैन। खोला ठुलो छैन। भलुई नै पुग्छ। हो भलुई पुग्छ। जंगल त्यस्तो डर लाग्नु छैन नि दाइ? छैन कि दाइ त्यहाँ भलुई गरेर बस्नुहुन्छ र? जुका कतिको लाग्छ न? लाग्दैन जुका अहिलेसम्म राखेन त हामी घाँस काट्न गइन्छ। हो र? त्यसो भए अब हामी घाँस काट्न गइन्छ त यो टावर मुनि अहिलेसम्म जुका राखेन। हो र? अघि सबसे जुका हो कि किर्ना बुरु लाग्यो होला न? किर्ना राखेन अहिलेसम्म। ए ल अब लाग्यो हामी टावर नम्बर 29 मा जाने। अब ल आम्ला नभए मैले विचार गरेको थिएँ त्यहाँ रोडमा गाडी राख्ने हिजो हामी नगाउन सकेन नि। त्यो उहाँबाट हिँडेर आउन पनि महाभारत छ कि त्यही भएर हो कि त्यहाँ त म बसमा आउँथेँ नि। ए तपाईँ होइन बसमा कहाँ ल्याउनु उहाँबाट हिँड्नै पर्यो फेरि एक्लै। ज्या हुन्छ कि सोधिनु जो भी होगा अच्छा होगा। अब लट्ठी काट्नु पर्यो। बाटो त यही हो त्यो जाम यो हो कि बाटो हिँड्छ त्यहाँ टावर नजिक उर्सपले लट्ठी काट्दै धेरै गरौँ त नकाटो अनि पातल चित्त पर्छ। अब हटियार हँसिया भन्दा पनि लट्ठी भए पनि सजिलो हुन्छ कि सेफको लागि त हँसिया हो। ल जाम त्यो त छोप्ने गाह्रो भयो क्या। लोन्ठे चाहिँ लोन्ठु ठिकै छ यो। यसो यो चुच्चोमा चाहिँ यस्तो तुप्पो राख्नुहुन्न के यसले घोच्न सक्छ। यस्तो मौका जहिले पाइ मिल्दैन। देखियो हाम्रो टावर 29
लहरामा गएको छ क्या माथि यस्तो छ बाटो हाम्रो हेर्नुहोस् जङ्गलै जङ्गल जङ्गल त्यही गरौँ क्या नेम प्लेट छ उता 29 नम्बरको म देखाउँछु नेम प्लेट सुन म जान्छु म जान्छु ठिक छ टावर नम्बर 29 छ्याङ्ग छ सस्पेन्सन अर्को टावरमा हो यो फुलको ढुङ्गा हो कि बगेको गङ्गा हो कि माया पो हो कि गजुर मेरो त्यो पनि ठिकै हो बाबु क्या है ये माया लुको देशमा माया खोजी आइपुगे म जङ्गली फुल फुटाएको छैन ए यसो हामी खिचिसकेछौँ त्यही त नि अस्ति तपाईँ गाडीमै बस्नु भयो नि होइन कमला म्याडम हामी गएको थियौँ है त्यो केही फुलमा त नि खिचेको यही हो कि खोला भनेको यही छ कि ठुलो खोला उयो ए भन्ने अहिले यहीँ हो र होइन अलि उतै हो अब हामी यो तरेर जानुपर्छ यो कहाँदेखि यहीँबाट यो मिल्दैन यहाँबाट यो उहाँबाट जानु यहीँबाट हो कि जाने त दलदल छ नि त्यहाँ फेरि दब्ने छैन क्या दलदले पनि छ र छ कि त्यहाँबाट यसो निस्किनु म्याडम हो त्यहाँबाट यसो निस्किनु क्या बाटो हो बाटो बाटो हो त्यताबाट बाटो त म बनाइहाल्छु नि भयो के काट्न दिन पर्यो कि यो हाम्रो 28 नम्बर टावर सस्पेंशन लेखिए मैम इधर से जाना है यहाँ छ कि बाटो यस्तो छ बाटो हामीभन्दा अलको झाडी छ हामीलाई साइडमा राखौँ हामीलाई हेरौँ उहाँ पनि यही जाने हो सानो बाटो छ त्यही उसहरूले फेर्दाको बाटो बनाइरहेछ कि धन्नै यो टावर फेर्नेहरू हिँड्ने नि यो डिस्क फेर्नेहरू भन्ने बाटो चाहिँ बनाइरहेछन् है त्यसको लागि धन्यवाद उहाँहरूलाई
अब नेम प्लेट देखाम यति नम्बर भनेर यसमा त उनी छैन है देखिएको छैन इन्सुलेटरै छैन त अब यस्तो बाटो जानुपर्छ हामी हिँड्दै यही बाटो जाने अब हामी लाग्यौँ अर्को टावर नम्बरमा जुन पानी नकाट्यो कि के हो थाक्को हिँड्नु न हिँड्नु किन हिँड नि तिमी अगाडि तिमी त भनेको तिमी छोरा पो ढुक्क छम हामी तिमी छोरा पो हिँडेका छौ हामी बन्द नि नहुने हिँड्न त पर्यो आई ए राधा म्याडम हामीलाई त टावरतिर च्याप्नु पर्यो नि यो त बनाएको छ कि बाटो अस्ति उस काम गर्नेहरूले यो फेरि खोलै जान्छ कि खोलाकै छेउछेउ जान्छ कि उहाँ हामीलाई उता जानु पर्यो क्या आउने यहाँदेखि हामी यतातिर च्याप्यौँ थियौँ कि त्यही भएर भनेको यतातिर च्यापे थियौँ अय बाबै मर्गल जुका शरीरमा लाए पनि हेरिन्न घर गएर हेर्ने हो नत्र त डरपोक भइन्छ लक्ष्मी मलाई आइपुग्यो साथीहरू टावर नम्बर 27मा तीनटा खोला तरेर आइपुग्यो कस्तो छ के डायना बा हिजो के उता आइपुग्यो टावर नम्बर 27 सस्पेन्सन वहाँ जाने हो देख्दाखेरि यति नजिक छ अब हिँड्दै जाँदा फेरि बिजोग छ ओहो आयो ठुलो बासगाडीमा आइपुग्यो साथीहरू अब बाटो हेर किधर से जाना है यही हो बाटो यही त होला छोरा बासगाडीमा बाटो बसेन नि ए बरे लोन मुगाले ढल्छ मान्छे हो हेरौँ क्या मान्छे हो कि के हो होइन गयो यसरी गयो मान्छे हो क्या भाँच्दैछ यसो हेरे खैरेनतिर गर्ने भन्दा नि त पालबाट त मैले ढलो सबै आएर यहाँ अब मिसिँदो रहेछ कि त्यो धोबी धाराबाट कतै होला नि क्रस गर्ने ठाउँ आउनु न हेरौँ भाइ त्यहीबाट कोसिस गरौँ त अलि चला जस्तो छ अरू भन जुत्ता भिजेको भनेर जुत्ता भिजाऊँ नत्र जाऊँ आयौँ हामी अब टावर नम्बर 26मा है 26 टावर नम्बर 26 उस गर्नुहोस् हामी यहाँ बिचमा भोक लाग्यो केरा खाँदै केरा सुल्टला
सुन्तला पनि खोलामा सुन्तला अमिलो छ क्या नुन छ नि त थ्याङ्क यू अझै खाने हो नुन निकाल्नु भएन पर्दैन नुन चाहिने छैन आरामले गीत सुन्दै बस्छु भन्नुभयो हिजो पुरा भयो अझै त्यस्तै पऱ्यो आटा टावर बेग्यो बेसी दाना खाने हो र एउटा एउटा खानु बरु मम्फली खाँदै हिँड्न पर्छ ल भयो म्याडम यो अलिक अमिलो जस्तो छ 26 सबै ठिक छ के अरे हैन त यो टावर नम्बर 25 थियो आया त यो बाटो गयो त भइहाल्यो भने किन लाग्नु पर्दैन किन मान्छे मान्छे हुन्छ बहुत ठुलो खोला यो भलुई खोला 24 र 23 को बिचको दुईटा खोला क्रस गर्नुपर्ने रहेछ अब बाटो खोज्दैछौँ उता पारी जानलाई यस्तो बाटो जुका सक्नुहुन्न कि म त सकौँला कहाँ त खै बाटो कस्तो बदल बनाएको नि होइन बडेल हो यो बनाएको जस्तो थाहा पर्नुपर्छ गनाएको त सेन्ट भएछ कि यस्तो हुन्छ बडेलको त्यहाँ स्विमिङ गरिराखन् बास्न यो आइराख नि बडेलको रे यो हो र यत्रो खोला अब ओ वाउ पुरा जुत्ता खोल्ने खेलिराखन् सकिन्छ नि त डोरी समात्दैन सकिन त सकिन्छ अब छोड्नु त म पहिला ट्राई गर्छु अनि जुत्ता खोला जाने खोल्नै पर्यो नि के समाउँदै आउनु कि नआएर ए त्यस्तो चिप्नुदो रहेछ यसको विकल्प छैन टावर पाएपछि हाम्रो जानै पर्छ पोरो ऊ यहाँबाट गयो नि हुन्छ होला त्यहाँबाट खोल्ने नि त ऊ यो त्यो खाल्डो छैन कि त्यहाँ म हावा फालम तरेर आयौँ छुर्पी आसी ए यो त
च्याउ खानेको होला नि कि हैन बाटो यो के हो यो बाटो यो के हो र जाउँदा अगाडि हुनु पर्यो नि यति बेला जाऊँ न त अब हामी जसरी टावरमा जानु त हो त्यो तलाउनु त्यो पाकरी घुममै ए के भलुई मेडिकल कलेज प्लस हस्पिटल आयौँ अब हामी के कुरो खाइछ यो उठ्यो जान मिल्ने ठाउँ छ घेरे पनि हिँड न घेरे पनि निस्किने ठाउँ छैन र छटा टाढो निस्किने त्यो टावरमा जाने हो काडा यो हँसेली नि त हामी जङ्गल क्रस गऱ्यौँ साथीहरू अनि आयौँ भलुई अब आयौँ टावरमा समाते भएको फोटो एडिट गरेँ मैले त अनि तपाईँले धेरै राख्ने होइन मलाई दिनुपर्छ पैसा सबै त्यही यत्रो छ यो कति बल गरेर निस्कनु परेको हो टावर नम्बर 23 ग्राउन्ड छ टावर नम्बर 23 हेर्छु आयौँ अब भलुई चोक बजार आयौँ जङ्गल हिँड्दा साथीहरू यो बाटो जान्छ भलुई मेडिकल कलेज यो जाने हामी ठेसर ला रहेछ ढुलो उडाउँछ ढुलो यति बिजोक बनाउँछ उर्स त पुगिसक्यो त उहाँ त पोखरी रहेछ यता त पुगे पोखरीहरू चाहिँ हो कि आयो त अब यहाँ बाटो बन्द छ साथीहरू अब हामी पुलमुनिबाट जानुपर्ने भयो जम्मै बनाएर खट्टम छ बाटो लक्ष्मी पुलमुनिबाट जानुपर्ने हो त्यति अन्डरग्राउन्ड त्यहाँ बस्छ सब हो ढुलो
गाडी आउनु भयो हो दाइले रेस्ट पाउनु भयो आज बरु 20 सस्पेन्सन हामी जङ्गलभरि मिची मिची देखेर आइसकेछौँ त्यो फुल तपाईँ चाहिँ देख्नु भएन हेर्नुहोस् मैले हामी त कति काटी काटी गयौँ यहीँ पनि छ फुल साथीहरू अब हामी नास्ता खाने कार्यक्रम टावर नम्बर 20 सम्म भ्यायौँ आजलाई अब हामी नास्ता खान्छौँ ल है साथीहरू हाम्रो नास्ता उत्सवले ल्याएको नास्ता नास्ता हाम्रो नास्ता उस ल्याउने मान्छे त धन्यवाद उत्सव है साथीहरू अझ हाम्रो पेट्रोलिङ आजलाई पनि आजको लागि भ्याइयो अब हामी बुटोल फर्किन्छौँ घर चिया खान्छौँ पहिला चिया खान्छौँ एक ठाउँमा अनि हामी अफिसतिर अनि आफ्नो आफ्नो घरतिर लाग्छौँ भन्दै आजको लागि चाहिँ यति नै फेरि पछि यहाँदेखि उता जाने हो त्यतिखेर चाहिँ फेरि पनि पुनः आउने छु हस्त आजलाई यति नै धन्यवाद